म चाहिँ यति बेला यहाँ इलामको कन्याममा छु। यो एकदम यताबाट आउने चाहिँ बिर्तामोडबाट आउने हो। अब यहाँ यस्तो छ अनि यहाँबाट उता जाँदाखेरि चाहिँ फिक्कल हुँदै इलाम बजार कता कता धेरै माथि माथि पहाडको बाटोहरू जान्छन्। अनि त्यहाँबाट तपाईँ यहाँ आएपछि तपाईँ घुम्नको लागि पनि तपाईँ यहाँ घुमिसके पश्चात यहाँबाट छिर्दाखेरि तपाईँ बस्नको लागि पारिवारिक वातावरणहरू पाउनको लागि चाहिँ राम्रो के अरे बस्ने होटल लजहरू चाहिँ यतातिर पाइन्छ है। ल आउनुहोस्, यता आउनुहोस्। अनि त्यसपछि यो बाटोदेखि गएपछि एउटा यहाँनिर शेर्पा होटल भन्ने चाहिँ साह्रै राम्रो पारिवारिक एउटा के अरे लज छ। त्यहाँ जानुहोस् अनि त्यहाँ गएपछि तपाईँले पारिवारिक खानाको यहाँको अर्ग्यानिक खानाहरूदेखि लिएर हरेक कुराहरू यति सुविधा छ। सानो छ तर धेरै राम्रो सुविधाहरू, खानाहरू खाजाहरूदेखि लिएर पारिवारिक। अनि त्यो शेर्पा होटलभित्रको चाहिँ जो हाम्रोहरू हुनु साहुहरू साह्रै राम्रो, उहाँहरूले सबै कुराहरू गर्नुहुन्छ। सम्म हामी तपाईँलाई पुर्याउँछौँ। ल आउनुहोस्। शेर्पा होटल त्यहाँ छौ, ल हेर्नुहोस्। त्यो सबभन्दा पारिवारिक शेर्पा होटल। त्यहाँ जुन खालको खाना छ, जुन खालको अतिथि सत्कार छ, एकदम आनन्दमय। त्यहाँबाट तपाईँ सुतेको रुमबाटै तपाईँले सबै यहाँको चियाको भ्यूहरू हेर्न सक्नुहुन्छ। ल आउनुहोस्, अझै जाउँ। ल हेर्नुहोस्, यहाँनिर छ है शेर्पा होटल। हेर्दाखेरि यस्तो पारिवारिक व्यवहार पनि यस्तो राम्रो छ, पारिवारिक वातावरण भेटिन्छ। अनि त्यहाँदेखि रुमहरू यहाँनिर यो रुमबाट तपाईँले यो चियाबारीको यहाँ माथिको यो भ्यू हेर्दाखेरि एकदमै आनन्द तपाईँलाई फिल हुन्छ। ल हेर्नुहोस् माथि। अनि त्यसपछि यहाँबाट हावा पानीदेखि लिएर यस्तो मजा छ कि यहाँबाट साँच्चै नै म इलामको कन्याममा छु भन्ने बारम्बार त्यो चाहिँ भाइब्स दिइरहन्छ है त। ल आउनुहोस्, फेरि लागौँ। ल शेर्पा होटल सबभन्दा यहाँको आकर्षक अनि अर्ग्यानिक अनि फेमिलर पारिवारिक व्यवहारिक मिठो सफा र प्रेमिल छ है। आउनुहोस्। अब यहाँबाट हामी भित्र पनि हामी केही कुराहरू देखाउँछौँ। ल क्यामेराम्यान आउनुहोस् है। यहाँबाट जसरी भए पनि म रिकमेन्ड गर्न चाहन्छु यहाँ आउनुहोस्। एकपल्ट कन्याम आउँदाखेरि यहाँको खानादेखि लिएर व्यवहारिक कुरादेखि लिएर पारिवारिकहरू पनि हेर्नुहोस्, एकदम रमाइलो छ। ल टक्क यहाँ हेर्नुहोस्, यहाँबाट तपाईँको भ्यूहरू यतै छ। सबै कुराहरू सबै ब्यालेन्समा रहेको यो एउटा लज, शेर्पा होटल एन्ड लज। ल यहाँबाट तपाईँले मजा लिन सक्नुहुन्छ है एकदमै। अनि यस्तो यहाँ बसेर चाहिँ नि यहाँबाट पनि हेर्न सक्नुभयो सबै उतातिर। यहाँ रमाइलो छ सबै, त्यस्तो कुनै कोलाहल हल्ला छैन। शान्त बसेर तपाईँले मिठो दिमागमा क्रिएसनका कुराहरू सोचेर माथि फेरि डाँडामा निक्लेर केही कुराहरू गर्न सक्नुहुन्छ। ल अब भित्र अलिकति जाउँ। एकदम सफा, एकदम शान्त। ल हेर्नुहोस् त यतातिर आएपछि तपाईँको एकदम पारिवारिक सुनसान एकदम राम्रो छ। भित्र आउनुहोस्। ल यहाँको डेकोरेसन हेर्नुहोस्। ल सानो छ तर एकदम पारिवारिक छ। यहाँबाट हेर्नुहोस् त एकदम रमाइलो छ यतातिर है। यो हेर्दाखेरि तपाईँले परिवार र आफ्नो घरको सबै डेकोरेसनहरू गर्न सक्नुहुन्छ। ल ओके, आज चाहिँ म इलामको कन्याम एकदमै सुन्दर ठाउँमा आएको छु र यहाँको कन्यामसँग घुम्दा घुम्दै यहाँ अलिकति तल झरेपछि एउटा शेर्पा होटल सबभन्दा पारिवारिक भएको यो होटल छ। अनि लज तपाईँले सम्पूर्ण खोजेको कुराहरू यहाँभित्र एउटै छानामुनि पाउनुहुन्छ। त्यो भएको कारणले तपाईँलाई रिकमेन्ड गर्नको लागि यो होटलभित्रको के अरे सञ्चालिका हाम्रो प्यारी दिदी हुनुहुन्छ, उहाँसँग केही कुराहरू तपाईँसँग म सेयर गर्न चाहन्छु। दिदी नमस्ते। नमस्ते। अब के त भन्दाखेरि हामी यहाँ आयौँ, के अरे एकदम खुसी लाग्यो। अनि अब सिधै भन्दाखेरि चाहिँ अब आउने नयाँ ग्राहकहरू अथवा तपाईँलाई हेर्ने मान्छेहरूलाई केही कुरा भन्न चाहनुहुन्छ? दिनुभयो है, एकदम खुसी लाग्यो। उहाँहरू 4 वर्ष अगाडि आउनु भएको रहेछ, 4 वर्ष पछाडि पनि त सम्झेर आउनुभयो।
धेरै खुसी लाग्यो है हाम्रोमा यसरी नै पुरानो ग्राहकहरूले गर्दा त हामी पनि यहाँसम्म पुग्दै गर्दा त हो नि हामी पनि यहाँसम्म पुगेको सानो व्यवसायबाट सुरु गरेको हजुर तपाईँहरू नै आउनु भएर त हामी पनि अहिलेसम्म यहाँसम्म पुग्यो हजुर तपाईँहरूलाई धेरै धेरै धन्यवाद हस्, हस्। के कस्तो भयो खान्ते पिन्ते हजुर एकदम राम्रो छ हामी त अब एकदमै के अरे सधैँ सम्झिरहने यो अब हजुर। फेरि अर्कोचोटि नै आउँछौँ हजुर नयाँ जो हुनुहुन्छ यहाँ हेर्नुहुन्छ यो भिडियोबाट यहाँ ठ्याक्कै कन्याम घुम्नुहोस् ठ्याक्कै यहाँ झर्नुहोस् रुम छ साह्रै राम्रो हजुर जस्तै सेवा सुविधाको लागि चाहिँ केही कुराहरू जस्तै यहाँ आउने मान्छेहरूलाई चाहिँ जस्तै खाना बाहेक अन्य थुप्रै रुमहरूको बारेमा एक दुईवटा भनिदिनुहोस् न जस्तै यस्तो चाहिँ रुमहरू भन्ने कुराहरू हजुर तपाईँहरूलाई चाहिँ एटेच बाथरुमहरू छ अब जस्तै तपाईँहरूको इन्गेजमेन्ट अब जस्तै तपाईँहरू रुमको लागि डेकोरेसन गर्नु पर्यो भने त्यसको लागि पनि हाम्रो डेकोरेसनहरू यो पनि पनि छ, हुन्छ हजुर, हजुर रुमको डेकोरेसनहरू पनि हुन्छ बुकिङ पनि छ हजुर अनलाइन बुकिङ पनि हुन्छ तपाईँहरूले हामीले सेटको होटलबाट टिकटकमा राखेको छौँ हजुर अनि त्यो डेकोरेसनहरू पनि हेरेर तपाईँहरूले मन पराउनु भयो भने त्यहाँबाट बुक गर्न सक्नुहुन्छ ल हजुर। हस् धन्यवाद र हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना स्ट्रगल त सुरुदेखि स्ट्रगल गर्दा त निकै गाह्रो पनि थियो होला है पहिला फर्स्टमा अनुभव नहुँदाखेरि चाहिँ अलिकति गाह्रै थियो अहिले चाहिँ तपाईँको पेसै यो भइसकेपछि त्यस्तो गाह्रो छैन सजिलै छ हजुर हजुर सबभन्दा बोली राम्रो हाम्रो दिदीको सबभन्दा आकर्षक यो कुरा छ अनि खाँदाखेरि यहाँ एकदमै पारिवारिक छ क्या के खाने हो कसो हो सबै सोध्नुहुन्छ आउनुहुन्छ अनि सर्भिस साह्रै राम्रो दिदीले त्यही नै राम्रो अनि हाम्रो चाहिँ फ्यामिली होटल हो फ्यामिली होटल सबै एकदमै family hotel टोटल्ली हो अब यहाँनिर सबै केटाकेटी बुढाबुढीदेखि लिएर जो पनि यहाँ आएर चाहिँ इन्जोय गर्नु सक्नुहुन्छ हजुर ल थ्याङ्क यू हस् हस् ल सबैजना जो हेर्दै हुनुहुन्छ यहाँ आउनु भएन भने चाहिँ म कान काटिदिन्छु सबैजना आउनुहोस् मजा आउनुहुनेहरूलाई चाहिँ गर्नुहोस् सेल्फ होटललाई चाहिँ सम्झिनु होला है वेलकम Thank you. गर्नुहुन्छ हस् हस् Thank you. हस्